यो मास्टर बजेटको अर्को एउटा इम्पोर्टेन्ट खालको क्वेसन हो। यसलाई अलिकति सल्भ गर्यो भने धेरै थोक जानिन्छ यसमा चाहिँ। द ब्यालेन्स सिट अफ अ कम्पनी एज अन 31 डिसेम्बर लास्ट इयर वाज अन्डर भनेर दिएको छ। ब्यालेन्स सिट दिएको छ। ब्यालेन्स सिटमा हाम्रो नजर चाहिँ सुरुमा क्यास इन ह्यान्डमा पुग्नुपर्छ। क्यास इन ह्यान्ड भयो भने चाहिँ हामीलाई सजिलो भयो। यो देख्ने बित्तिकै बुझ्नुपर्छ हाम्रो ओपनिङ क्यास चाहिँ 30,000 रहेछ भन्ने, किनकि 31 डिसेम्बरको क्यास भनेको अब आउने ओपनिङ क्यास हुन्छ। सँगसँगैमा हामीलाई के भनेको छ भने तलपट्टि हेर्नुहोस्, एक्चुअल एन्ड बजेटेड सेल्स फर द डिफरेन्ट मन्थ आर भनेर दिएको छ। यसमा यसलाई इग्नोर गरे हुन्छ तपाईँले। एक्चुअल र बजेटेडलाई बुझ्नुपर्छ। नोभेम्बरको सेल्स, डिसेम्बरको सेल्स, जनवरीको सेल्स, फेब्रुअरीको सेल्स, मार्चको सेल्स, अप्रिलको सेल्स भनेर। अब त्यो सँगसँगै तपाईँलाई सेल्स आर 20% पर क्यास एन्ड 20 for cash and 80 on 50% of credit sale will be realized in the month of sales, 30% in the next month of sales, and balance in the next following month of sales भनेको छ। यसमा बुझ्नु के भने 20 चाहिँ क्यास हो, अनि 80 मध्ये 50 चाहिँ तपाईँको यही महिना कलेक्ट हुन्छ, 30 चाहिँ नेक्स्ट मन्थ, अनि त्यस पछाडि बाँकी रहेको 20 चाहिँ तपाईँको अर्को मन्थ भनेको। यसलाई पनि अहिले हामी हिसाब गर्दा बुझि नै हाल्छौँ। ग्रस प्रफिट एभरेज 40% on sales. Operating expenses and selling expenses will be 50% and 5% of sales respectively, which will be paid at the time when they are due. Desired ending balance of inventory at the end of the month will be equal to the following month sales need अरे। जति पनि इन्डिङ इन्भेन्ट्री हुन्छ त्यो अर्को महिनाको सेल्स बराबर हुनुपर्छ भनेको। अहिले तपाईँहरूलाई यो कुरा चाहिँ के हो यो भन्ने हुन्छ, तर एकैछिनमा त्यो प्रब्लम छैन। अब मोटामोटी क्वेसनले के भनेको भने नि, यो थर्ड पोइन्ट पढ्नुभन्दा अगाडि मैले के भने यो क्वेसनमा हामीलाई कतिको पर्चेज गर भनेर दिएको छैन है। त्यही भएर यसको रिक्वायर्डमा छ पर्चेज बजेट भनेर, तर नभने पनि हामीले निकाल्नु पर्थ्यो। अनि बुझ्नु के भने हामी ट्रेडिङ कन्सर्नको गरिरहेको छौँ। यहाँनिर प्रोडक्सन गर्ने काम गरिरहेको छैनौँ, हामी ट्रेडिङ गरिरहेको छौँ। ट्रेडिङ कन्सर्नको मास्टर बजेट हो यो। हुन चाहिँ अलिकति मात्रै फरक पर्छ। जसलाई यो आउँछ त्यसलाई अर्को आइ नै हाल्छ, त्यो खासै प्रब्लम छैन। यो बजेटमा यो क्वेसन अब तपाईँले बनाउने पहिलो काम भनेको तपाईँ पर्चेज बजेट बनाउनु, किनकि हामीलाई पर्चेज चाहिन्छ। अब पर्चेज बनाउनका लागि यहाँ पार्टिकुलर्स लेख्नु। अब तपाईँको कुन मन्थदेखिको सेल्स दिएको छ त्यो लेख्नु। अब चाहिने तपाईँलाई अहिलेलाई चाहिँ भनेको चाहिँ अब कुन मन्थको बना भन्दाखेरि चाहिँ यो इन्डिङ मार्च भनेको चाहिँ यहाँ थोरै देख्नुहुन्छ होला। इन्डिङ मार्च भनेपछि तपाईँ चाहिँ जनवरी, फेब्रुअरी, मार्चको बनाउनु न पहिले। सजिलोको लागि हामीलाई चाहिने यिनै हुन्, अरू त बिस्तारै मिलाइहालिन्छ। जनवरी, फेब्रुअरी, मार्च अनि एउटा अप्रिलको नि बनाउनु। यो चाहिँ अहिले काम लाग्छ है। अब लेख्नु सेल्स। अब जनवरीको सेल्स भनेको तपाईँको 4,50,000 तपाईँको 4 लाख, त्यस पछाडि तपाईँको 5 लाख, त्यस पछाडि तपाईँको फेरि 4,50,000। हामी पर्चेज निकाल्न गइरहेको छौँ भने हामी एउटा सेल्स राख्छौँ, अनि त्यस पछाडि यसमा तपाईँ लेस गर्छौँ ग्रस प्रफिट। ग्रस प्रफिट ग्रस प्रफिट क्वेसनले हामीलाई दिएको हुन्छ। हेर्नु कति पर्सेन्ट अरे भन्दा ग्रस प्रफिट एभरेज 40% अफ सेल्स भनेको छ। हेर्नु है 40% अफ सेल्स मतलब 4,50,000 40% तपाईँको 1,80,000 हुन्छ। अनि 4 लाखको 40% हुन्छ 1,60,000। अनि त्यस पछाडि तपाईँको यो पर्चेज निकाल्ने तरिका है। 5 लाखको 40% 2 लाख, त्यस पछाडि तपाईँको 4,50,000 को 40% भनेको फेरि तपाईँको 1,80,000, 1,80,000। यो तपाईँको ग्रस प्रफिट घट्यो। सेल्समा ग्रस प्रफिट घटेपछि कस्ट अफ गुड सोल्ड आउँछ। कस्ट अफ गुड सोल्ड अब यो घटाम पहिले। यो 2,70,000, यो 2,40,000, यो 3 लाख, यो 2,70,000। ल यहाँसम्म चाहिँ हामीलाई पुर्याउनु पर्छ। हामीले हाम्रो सामान कस्ट अफ गुड सोल्ड चाहिँ 2,70,000 को रहेछ। मतलब जुन हामीले बेच्यौँ 4,50,000 को, त्यसमा प्रफिट नै 1,80,000 रहेछ भनेपछि हामीले 2,70,000 को सामानलाई 1,80,000 मा बेचेका रहेछौँ क्या। अब 2,70,000 पनि हाम्रो लागि चाहिँ यो कस्ट हो। यसको मेन पर्चेज चाहिँ हामीले कति गरेको छौँ भन्नको लागि चाहिँ हामी यसमा एड गर्छौँ तपाईँको क्लोजिङ स्टक, अनि लेस गर्छौँ तपाईँको ओपनिङ स्टक। यो आइडिया छ यसको चाहिँ।
ओपनिङ स्टक अब कसरी एड कसरी लेस गर्ने क्लोजिङ स्टक ओपनिङ स्टक दिएको हुँदैन के गर्ने भन्ने सानो त ट्रिक हुन्छ त्यो थाहा पाइयो भने यो केही पनि होइन यो गाह्रो कुरा होइन यसको लागि तपाईँलाई इन्भेन्ट्री भनेर क्वेसनले केही न केही भनेको हुन्छ हेर्नु क्वेसनले काहीँ न कतै इन्भेन्ट्री भनेर केही न केही भनेको हुन्छ त्यसलाई ध्यान दिनुपर्छ ल अब यहाँ हेर्नु है ल यो हेर्नु त यो सेकेन्ड पोइन्ट डिजायर्ड इन्डिङ ब्यालेन्स अफ इन्भेन्ट्री एट द इन्ड अफ इच मन्थ विल बी इक्वल टु द फलोइङ मन्थ सेल्स निड भनेको छ नि इक्वल भन्ने याद गर्नु इक्वल टु द फलोइङ मन्थ भनेको जति पनि हुन्छ त्यो अर्को महिनाको इक्वलसँग हुन्छ भनेपछि नि हामी अब इक्वललाई ध्यान दिनु अनि बुझ्नु के भने अब क्लोजिङ स्टक लेख्दाखेरि चाहिँ तपाईँको यो अर्को महिनाको भनेको त 2,40,000 हो नि भनेपछि यहाँ 2,40,000 लेख्नु अरे क्या अब फेब्रुअरीमा लेख्नु मार्च महिनाको 3,00,000 अर्को महिनाको इक्वल ल्याउनु भन्न खोजेको त्यो 2,70,000 इक्वल भयो अब तपाईँ बुझ्नुहुन्छ के भने जनवरीको क्लोजिङ भनेको त फेब्रुअरीको ओपनिङ हो नि जनवरीको क्लोजिङ भनेको फेब्रुअरीको ओपनिङ अब फेब्रुअरीको क्लोजिङ 3,00,000 भनेको मार्चको ओपनिङ अनि मार्चको क्लोजिङ 2,70,000 भनेको अप्रिलको ओपनिङ यो गरिरहनु पर्छ जस्तो लाग्दैन मलाई किनकि यसको क्लोजिङै छैन किन गर्नु होइन अब कसरी यसलाई अब यहाँ के राख्ने त यहाँ ओपनिङ स्टक कुन राख्ने अब यसको लागि तपाईँ ट्रिक एउटा होइन भने तपाईँसँग क्वेसनमा नि यहाँ माथिपट्टि इन्भेन्ट्री भनेर दिएको छ नि 2,70,000 त्यो त डिसेम्बर 31 हो भने जनवरी 1 को पनि यही हो क्या 2,70,000 ल यो भर्नुपर्छ तपाईँले जसरी अब यहाँ के बुझ्नु भने यो चाहिँ यहाँको हो हेर्नु है अब यसै गरी अर्को 3,00,000 यहाँ आएको हो यसै गरी यो 2,70,000 यहाँ आएको इक्वल भनेर हाफ भनेको थियो नि आधी आधी आउँथ्यो अब यो कहाँबाट आयो भन्दा नि यहाँ तपाईँलाई म राम्रो आइडिया दिन्छु यो चाहिँ तपाईँ यसरी बुझ्नु क्या यो जुन 2,70,000 छ नि त्यो नै यो हो क्या अरूमा एकचोटि ट्याली गर्नु त यो 2,40,000 नै यहाँ 2,40,000 छ नि अनि यो 3,00,000 छ यहाँ पनि कति छ 3,00,000 छ इक्वल भनौँ भने सबै इक्वल हुन्छ क्लोजिङ चाहिँ नेक्स्ट मन्थको इक्वल ओपनिङ चाहिँ यो मन्थको इक्वल यति गरेपछि आउने भ्यालुलाई चाहिँ हामी पर्चेज भन्छौँ ल अस्ति गर्नुभएको कुरामा यो पर्चेज थिएन यो यति 2,70,000मा 2,40,000 जोडेर 2,70,000 नै घटायो भने 2,40,000 हुन्छ त्यस पछाडि यो 3,00,000 हुन्छ त्यस पछाडि यो 2,70,000 हुन्छ यहाँ प्रब्लम छैन पर्चेज निस्क्यो तपाईँको है यो तपाईँको पर्चेजको भ्यालु आयो पर्चेज सँगसँगै अर्को क्वेसनले के भनेको छ हेर्नु ल पर्चेज सँगसँगै क्वेसनले यो सेकेन्ड लाइन भयो हाम्रो फर्स्ट लाइनमा हेर्नु ग्रस प्रफिट एभरेज 40% अफ सेल्स अपरेटिङ एक्सपेन्सेस एन्ड सेलिङ एक्सपेन्सेस विल बी 15% एन्ड 5% रेस्पेक्टिभली भनेको छ यसलाई पनि बनाइदिउँ हेर्नु किनभने हामीलाई चाहिन सक्छ अहिले भरे है जनवरी फेब्रुअरी मार्च अप्रिलसम्मकै बनाऊँ पार्टिकुलर्स जनवरी फेब्रुअरी मार्च अप्रिल एकदम ध्यान दिएर सुन्नु त्यस्तो खासै ठुलो प्रब्लम होइन यो गर्दै गएपछि आउँछ तर रेगुलारिटी हुनुपर्छ अनि यो गरिरहनु पर्ने खालको यो जति बढी प्र्याक्टिस त्यसै आउने कुरा हो प्राय जसो चाहिँ स्किप गर्छन् मान्छेले यसलाई है अब म यहाँ तपाईँहरूलाई थोरै दिन्छु यहाँ अपरेटिङ एक्सपेन्सेस एन्ड सेलिङ एक्सपेन्सेस विल बी 15% भने चाहिँ यहाँ पहिले यसलाई एक्सपेन्सेस भनेर लेखिदिउँ न यो क्लियर गर्नु पर्यो हामीले भोलि अहिले भरे फेरि गर्नुपर्छ बरु अहिले नै गरिदियो भने ढुक्क हुन्छ नि त एक्सपेन्सेस बजेट भनेर लेखिदिउँ ल यो एक्सपेन्सेस बजेट भयो होइन अब अपरेटिङ एक्सपेन्सेस लेखिदिउँ पहिले अपरेटिङ एक्सपेन्सेस सेल्सको कति हुन्छ अरे भने अपरेटिङ एक्सपेन्सेस एन्ड सेलिङ एक्सपेन्सेस विल बी 50% एन्ड 5% अरे ल अपरेटिङ एक्सपेन्सेस 15% अरे सेल्सको 4,50,000 जनवरीको सेल्स 4,50,000 चाहिँ 4,50,000 15% कति हुन्छ 67,500 हुन्छ 67,500 अब यो 4,00,000 15% कति हुन्छ
60,000 अनि 5 लाखको 15% कति हुन्छ 75,000 हो। अब 4,50,000को 67,500 ल यो तपाईँको अपरेटिङ एक्सपेन्सेस भयो। अब अर्को सेलिङ एक्सपेन्सेस पनि छ अरे। सेलिङ एक्सपेन्सेस चाहिँ सेल्सको तपाईँको 5% हुन्छ अरे। यहाँ भनेको चाहिँ क्वेसनले सेकेन्ड लाइनमा सेलिङ एक्सपेन्सेस 5% छ भनेर। अब 5% भनेको 4,50,000को 5% गर्नु पऱ्यो 22,500 होला यो 22,500। अब 4 लाखको 5% 20,000, 5 लाखको 5% 25,000 अनि 4,50,000को फेरि 22,500। यसरी पर्चेज र एक्सपेन्सेस छुट्याउनुहोस् अनि मात्रै क्यास बजेट गर्नु, किनभने यो चाहिँ भरे चाहिन्छ। चाहिने बेलामा फेरि भएन भने फेरि दोहोऱ्याएर गर्नुपर्ने हुन्छ। त्यसो गर्दा दुःख पाइन सकिन्छ। यसलाई चाहिँ पहिले ध्यान दिनु। अब त्यस पछाडि तपाईँको काम सेल्सको रह्यो हेर्नु है। अब सेल्सको लागि एकछिन दुःख गर्नुपर्छ। त्यस पछाडि त सकिहाल्यो नि फर सेल्स। अब सेल्सको पोलिसीमा के भनेको छ हेर्नु, 20% अफ क्यास भनेको छ। पहिलो कुरा त पहिले हामी जनवरीको गाडी गरौँ ल। जनवरीको सेल्स तपाईँको कति छ भन्दाखेरि 4,50,000। ल 4,50,000 20% क्यास बाँकी अर्को क्रेडिट। क्यासलाई लेखौँ 4,50,000को 20% कति हुन्छ 4,50,000को 20% 90,000 हुन्छ। बाँकी कति रह्यो 3,60,000 हेर्नु है। 3,60,000लाई चाहिँ ल 3,60,000लाई चाहिँ तपाईँले 3 तरिकाले उठाउँछ। अब मैले यहाँनिर क्यासको लागि कुन मन्थ भनेर भन्नुपर्छ र यो जनवरी हो भने यो फर्स्ट सेल्स जनवरी हो भने यो 90,000 पनि जनवरी हो, यो जनवरी हो होइन त। अब क्रेडिटको के छ, क्रेडिटमा चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ क्रेडिटको लागि हेर्नु ल, सेल्स आर 20% क्यास एन्ड 80% क्रेडिट भन्न खोजेको है। 50% क्रेडिट सेल्स विल बी रियलाइज इन द मन्थ अफ सेल्स अरे। जति क्रेडिट छ त्यसको 50% चाहिँ त्यही महिनामा अरे। मतलब 1,80,000 चाहिँ जनवरीमै अरे, जनवरीमै अरे। अब त्यस पछाडि कति पर्सेन्ट भनेको छ हेर्नु त, 30% इन द नेक्स्ट मन्थ अरे। मतलब 30% फेब्रुअरीमा। 3,60,000को 30% कति हुन्छ तपाईँले गर्नु पर्यो नि। अब 3,60,000को 30% भनेको 3,60,000 इन्टु 30% गर्दा 1,08,000 चाहिँ फेब्रुअरीमा। अब बाँकी रहेको चाहिँ अझै भनेको छ क्लियर हेर्नु है। 30% इन द नेक्स्ट मन्थ सेल्स एन्ड ब्यालेन्स इन द नेक्स्ट फलोइङ मन्थ अफ सेल्स। अब नेक्स्ट फलोइङ कुन हो, जनवरीको नेक्स्ट फलोइङ कुन हो, जनवरीको नेक्स्ट फलोइङ भनेको मार्च हो। बाँकी कति रहन्छ त 72,000 हो नि। 72,000 चाहिँ मार्चमा अरे। यो वर्किङ नोट अब तपाईँको यो जनवरीको भयो भनेपछि अब फेब्रुअरी मार्चको गरिरहनु जरुरी छैन। यसलाई यसरी बुझ्दाखेरि मजाले ध्यान दिएर एकचोटि अलिकति मेहनत गर्नु हो भने सरिहाल्छ। अब यहाँ मैले तपाईँहरूको सुरुमा अब क्यास बजेटतिर लागेँ। क्यास बजेटतिर लाग्दाखेरि सुरुमा लेख्नु ओपनिङ क्यास नभए बिगिनिङ क्यास लेख्दा पनि भयो। यो मैले कहाँ हुन्छ भनेर तपाईँलाई अघि सुरुमै भनेको थिएँ, ब्यालेन्स सिटको मिनिमम क्यास ब्यालेन्स नभए ब्यालेन्स सिटमा दिएको 30,000 क्यास इन ह्यान्ड भने 30,000 दिएको छ, त्यो नै तपाईँको ओपनिङ क्यास हो। मतलब यो चाहिँ अब जनवरीको मात्रै ओपनिङ क्यास हो, अरूको होइन। भनेपछि जनवरीमा मात्रै लेख्नुहुन्छ तपाईँ 30,000। त्यस पछाडि तपाईँ लेख्नुहुन्छ अर्को हेडिङमा क्यास रिसिप्ट, क्यास कलेक्सन लेख्दा पनि हुन्छ है, क्यास रिसिप्ट। अब क्यास रिसिप्टमा चाहिँ सेल्स लेख्नु, सेल्सको सँगसँगै तपाईँ क्यास सेल्स लेख्नु। किनकि एकै ठाउँ लेखिदिउँ न, क्यास सेल्स। त्यस पछाडि तपाईँ क्रेडिट सेल्स लेख्नु तलपट्टि। क्रेडिट सेल्सभित्र 2-3टा लाइन बनाउनु। तपाईँको 50% अन सेम मन्थ होइन। अनि त्यसपछि लेख्नु 30% अन नेक्स्ट मन्थ लेख्नु। त्यसपछि लेख्नु 20% अन अब नेक्स्ट फलोइङ लेख्नु भन्दा नेक्स्ट फलोइङ भनेर लेख्नु। हाम्रो काम भनेको सेल्स भर्ने हो हेर्नु है, सेल्स भर्ने हो। तपाईँले यसमा जसरी पनि यो भरिसकेपछि
अब क्यास सेल्सको कुरामा क्यास सेल्स कति पर्सेन्ट छ भन्ने हामीलाई थाहा छ, यो 20% हो। क्यास सेल्स 20%, है। क्रेडिट सेल्स बाँकी रहेको। अब यी दिमाग लाऊँ क्या भर्सक सकेसम्म यही युज गरौँ दिमाग लाऊँ। अब क्यास सेल्स मात्रै भनौँ पहिले, सबै सेल्सको 20% चाहिँ क्यास सेल्स हो। अब हामीलाई थाहा हुँदा सेल्स त यहीँ हेर्दा भइहाल्यो नि, धेरै माथि जानै पर्दैन। 4,50,000को 20% तपाईँको 90,000। सर 80% पनि छ नि क्रेडिट सेल्स। त्यो 80 यस्तो यस्तो ल तपाईँ हेर्नु ल, त्यो 80% भनेको यो हो है। हजुर अनि त्यो सर 80% मध्येको जम्मा 80% जति रहन्छ त्यसमध्येको 50, 30 र 20 त्यसलाई हामीले 100 मानेर चाहिँ सेम मन्थ नेक्स्ट मन्थ र फलोइङमा गरेको हो क्या। हुन्छ सर। बुझ्नुभयो? 80% छ, त्यो ठिक छ है। अब तपाईँको 90,000 मा 4,50,000को अर्को सेल्स छ तपाईँको कति भन्दाखेरि चाहिँ 4 लाख। 4 लाखको तपाईँको 20% भनेको 80,000। 80,000। अब मार्चको कति छ? मार्चको सेल्स 5 लाख थियो जस्तो लाग्यो मलाई। हो, 5 लाखको 20% भनेको 1 लाख। ल यो भयो तपाईँको क्यास सेल्स। अब समस्या भनेको जति पनि छ त्यो क्रेडिट सेल्समै हो। अब क्रेडिट सेल्स मिलाउन सक्यो भने भयो। अब 50% सेम मन्थ भनेको छ 4,50,000मा 90,000को त आइसक्यो त। अब क्रेडिट सेल्स कति बाँकी छ यहाँ मैले थोरै बुझ्नको लागि लेखिरहेँ ल। यो यसको बाँकी छ 3,60,000। अब यसको बाँकी छ तपाईँको कति थियो यो भन्दा 4 लाख होला होइन। यो 4 लाख 3,20,000, 3,20,000। यसको बाँकी छ 5 लाखमा 4 लाख होला हेर्नु है। यो बुझ्नको लागि ल, यसलाई मैले थोरै तपाईँहरूलाई अलिकति यो लेख्न पाइँदैन नि एक्जाममा यसरी। ल अहिले मेटाइहाल्छु म। यो 3,60,000को 50% चाहिँ सेम मन्थ भने चाहिँ 1,80,000 चाहिँ यही महिना। त्यही 3,60,000को 30% चाहिँ अर्को महिना। 3,60,000को 30% कति भएको थियो अघि? 1 लाख। 3,60,000को 30%, 3,60,000को 30% तपाईँको 1,08,000 भएको रहेछ। 30% 1,08,000 अर्को महिना र त्यही 3,60,000को बाँकी रहेको चाहिँ अर्को महिना। हेर्नु त 3,60,000लाई हटाइदिउँ। अब यसको काम सक्यो होइन। 3,60,000 अब 3,20,000को जाउँ। 3,20,000को 50% सेम मन्थमा 1,60,000। अब बाँकी 30% नेक्स्ट मन्थमा अरे 3,20,000मा 60,000 3,20,000को 30% कति हुन्छ? 96,000। 96,000 अर्को मन्थमा। अब बाँकी रह्यो कति? 3,20,000मा 60 गयो, 96 गयो, बाँकी रह्यो कति? 3,20,000 माइनस 60, सरी 1,60 माइनस 96 गरिदिउँ न। 64,000 बाँकी रह्यो। अब यो कहिले हुन्छ तैले, यसमा खासै जबरजस्ती छैन अहिले हुनुपर्छ भन्ने। जहिले सुकै होस् हाम्रो 3,20,000 पनि सक्यो। अब 4 लाखको 50% तपाईँको सेम मन्थमा 2 लाख है। अब बाँकी रहेको 2 लाख जहिले सुकै होस् नि, यहाँ आउँदैन हाम्रो हिसाबमा भने चाहिँ यहाँ लेखिदिने। सक्यो भने 4 लाख पनि सक्यो। लु त्यो वर्किङ नोट बनाइरहनु पर्यो त यसको लागि। होइन म बनाउँछु अनि गर्छु भन्दाखेरि तपाईँहरूले अगाडि हेरेर गर्न सक्नुहुन्छ, त्यो खासै गाह्रो कुरो भएन। तर अब यसरी बुझ्नुपर्छ क्या, यो नेक्स्ट मन्थ भन्ने ठाउँमा नेक्स्ट मन्थको, अनि नेक्स्ट फलोइङ भन्ने ठाउँमा। अब यो महिना यो पैसा कहिलेको भन्दा हेर्दा मार्चमा देखिए पनि यो पैसा चाहिँ यसलाई नेक्स्ट मन्थ भन्ने महिनाको रहेछ नि, जनवरीको रहेछ नि त, त्यो चाहिँ बुझ्नुपर्छ। अब यहाँ कुन महिनाको पैसा आउँछ भनेर झुक्किनुहुन्छ त तपाईँहरू। यो ठाउँमा यो खाली ठाउँमा कुन महिनाको पैसा आउँछ होला भन्नु त ल। यो चाहिँ नेक्स्ट फलोइङको पैसा आउँछ। फेब्रुअरी कुन महिनाको नेक्स्ट फलोइङ भन्नु त? मार्च। फेब्रुअरी मार्चको नेक्स्ट फलोइङ हो त। फेब्रुअरी जनवरीको नेक्स्ट हो भने चाहिँ डिसेम्बरको नेक्स्ट फलोइङ हो नि त। नेक्स्ट फलोइङ भनेको चाहिँ अर्को होइन, अर्को भन्न खोजेको क्या। अब डिसेम्बरको सेल्सको क्रेडिट सेल्सको 20% चाहिँ यहाँ आउँछ अरे क्या। अब डिसेम्बरको सेल्स पत्ता लगाउनु माथि गएर। डिसेम्बरको सेल्स कति भन्दा 5 लाख। 5 लाखको क्रेडिट सेल्स कति? 80% क्रेडिट सेल्स हो। 5 लाखको 80% क्रेडिट सेल्स, त्यसको पनि 20% चाहिँ त्यहाँ आउँछ अरे।
मतलब 80,000 यसरी पुर्याउनु पर्यो क्या यहाँ पैसा। यसमा 80,000 आउँछ अरे। अब फेरि एकचोटि ल, अब यो भरौँ, यो 1,80,000 देखि ठ्याक्कै मुनि भरौँ। 30% अफ नेक्स्ट मन्थ अरे। जनवरी कुन महिनाको नेक्स्ट मन्थ हो भन्नु त? जनवरी कुन महिनाको नेक्स्ट मन्थ हो? डिसेम्बरको होला नि। डिसेम्बर महिनाको सेल्स कति छ? डिसेम्बर महिनाको सेल्स त्यही 5 लाख। 5 लाखको क्रेडिट सेल्सको है, फेरि क्यास सेल्सको होइन नि त। 5 लाखको क्रेडिट सेल्स भनेको तपाईँको 4 लाख, किनकि 80% को क्रेडिट सेल्स 4 लाखको 30% भनेको 1,20,000। ल हेर्नु, 1,20,000 आयो। अब भर्ने कुरा चाहिँ भर्ने क्या। अब तपाईँको यहाँ 20% अफ नेक्स्ट फलोइङ भनेको छ। जनवरी कुन महिनाको नेक्स्ट फलोइङ हो? जनवरी नेक्स्ट नोभेम्बर फलोइङ हो नोभेम्बरको। नोभेम्बरको क्रेडिट सेल्सको 20% निकाल्नु पर्यो क्या तपाईँले। नोभेम्बरको क्रेडिट सेल्स, नोभेम्बरको सेल्स 5 लाख छ हेर्नु। नोभेम्बरको सेल्स 5 लाख छ। क्रेडिट सेल्स कति हुन्छ भन्दा क्रेडिट सेल्स त 80% हो नि त। 5 लाखको 80% त 4 लाख हुन्छ। अनि 4 लाखको कति पर्सेन्ट? 20% भनेपछि यहाँ 80,000 है। 80,000। होइन मैले यो बुझिनँ भन्नुहुन्छ भने यहाँ अर्को एउटा अप्सन छ। तपाईँले यो भर्खर निकालेको त यो 3टा हो नि, खाली भएका त यो 3टा हो नि होइन। यो तपाईँलाई अकाउन्ट रिसिभेबल भनेर दिएको हुन्छ। 2,80,000 हेर्नु त, यो जोड्दा 2,80,000 आउँछ। चेक गर्न सक्यो नि। 1,20,000 र 80 ले 2 लाख, 2 लाख र 80,000 यसरी गर्न सकिन्छ। यो भयो एउटा। अब कम्पनीले अरू केही क्यास आउने काम गरेको छ कि छैन भन्दा अघि पढ्दा खासै केही थिएन। कम्पनीले क्यास आउने कुरा गरेकै छैन, कुनै कुरा अरू बेचेको छैन, केही छैन। नर्मली यति नै हुन्छ। यसलाई हामी टोटल क्यास रिसिप्ट भनौँ न। रिसिप्ट भन्दा नि म चाहिँ सिधै अभाइलेबल गर्छु ल। अभाइलेबल भनेर लेखिदिउँ अनि यसलाई ए लेखौँ। सुरुको मात्रै जोड्नु। जस्तै यो 30, 90, 1,20,000, 80 र यहाँ गर्दाखेरि तपाईँको 5 लाख, 3 लाख, 4 लाख 70, 5 लाख, 5 लाख। यो टोटल क्यास अभाइलेबल तपाईँको 5 लाख आयो। अब तपाईँ जानु अर्कोतिर। अब तपाईँ यहाँ गर्नु क्यास पेमेन्ट। पेमेन्ट गरेर यसलाई यो क्यास पेमेन्ट गरेर पर्चेज लेख्नु। पर्चेजको बारेमा के भनेको छ? पर्चेज त हामीले निकालेको थियौँ। अब पर्चेजको बारेमा के भनेको छ हेरौँ ल। अब हेर्नु, पर्चेजको बारेमा क्वेसनले भनेर चाहिँ राख्नुपर्छ, त्यही भएर समस्या छ। यो त ल, यहाँनिर ग्रस प्रफिट यति, अपरेटिङ एक्सपेन्स यति, अल पर्चेज विल बी पेड इन द नेक्स्ट मन्थ अफ पर्चेज भनेको छ। जति पनि पर्चेज हुन्छ त्यो अर्को महिनामा तिरिन्छ अरे। हामीले पर्चेज भर्खरै निकालेको हो कि हेर्नु त। पर्चेज त 2,40,000, 3 लाख, 2,70,000 थियो नि। जनवरीको फेब्रुअरीमा, फेब्रुअरीको मार्चमा र मार्चको अप्रिलमा हुन्छ भने तपाईँले 2,40,000, 3 लाख र 2,70,000लाई एक मन्थ पछाडि लेख्नु पर्यो नि। यहाँ लेख्नु पर्यो 2,40,000। यहाँ लेख्ने कति थियो? 3 लाख थियो। यहाँ लेख्ने 3 लाख। यसलाई हटाइदिनु पर्यो। यो हामीलाई चाहिँदैन नि त, अब जान्ने भइसक्यो। 2,40,000, 3 लाख र 2,70,000 अरे। 2,40,000, 3 लाख र 2,70,000। अब 2,40,000 यहाँ तपाईँको 3 लाख, अब यहाँ 2,70,000 पर्छ। अब नेक्स्ट मन्थमा लेख्ने भएर यस्तो गर्नु पर्यो क्या हामीले। यहाँ नेक्स्ट मन्थमा लेख्ने। अब यहाँ के लेख्ने त? यहाँ लेख्ने हामीलाई क्वेसनले दिएको अकाउन्ट पेएबल होइन है। हामीलाई क्वेसनले अकाउन्ट पेएबल कति दिएको छ भन्दाखेरि 2,70,000 देख्नु छ हेर्नु त। हो 2 लाख। अकाउन्ट पेएबल भन्दा पर्चेज गर्दा हुन्छ नि त।
यहाँ चाहिँ सेल्सको ठाउँमा अकाउन्ट रिसिभेबल भयो जस्तो यहाँ चाहिँ अकाउन्ट पेएबल 2,70,000 यो 2,70,000 तपाईँको अकाउन्ट पेएबल हो। अब पर्चेज एउटा एक्सपेन्सेस हो होइन। अब अर्को के लेख्ने त? अर्को हामीले निकालेको एक्सपेन्सेस थियो अपरेटिङ एक्सपेन्सेस, सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस भनेर समथिङ के हामीले निकालेको छौँ। त्यसलाई लेखौँ पहिले यहाँ अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्सेस अब अपरेटिङ एक्सपेन्सेस कति लेख्ने भने नि 67,500 60,000 75,000 छ नि त। तर अब क्वेसनले हामीलाई यसको बारेमा केही भनेको छ कि छैन हेर्नुपर्छ। यहाँ हेर्नु which will be paid in the time when they are due भनेको छ कि छैन यो फर्स्ट पोइन्टमा। अपरेटिङ एक्सपेन्सेस एन्ड सेलिङ एक्सपेन्सेस विल बी 15% and 5% of the sales respectively which will be paid at the time when they are due। मतलब जति हुन्छ जुन टाइममा हुन्छ त्यही टाइम भन्छ सजिलो भयो हामीलाई। तपाईँको कति छ त्यति नै सुइची लेखिदिने 67,500 60,000 र 75,000। तपाईँले यहाँ 67,500 यहाँ लेख्नुहुन्छ 60,000 यहाँ लेख्नुहुन्छ 75,000। अर्को पनि त्यही हो एउटै कुरा गरेको दुईटैलाई सेलिङ एक्सपेन्सेस है। अर्को पनि त्यही गरेको छ उसले सेलिङ एक्सपेन्सेस। ल सेलिङ एक्सपेन्सेस उसले के लेख्यो कति भने कति थियो 22,500 20,000 र 25,000। 22,500 20,000 र 25,000 22,500 20,000 र 25,000। ल हेर्नु है यो तपाईँको सेलिङ एक्सपेन्सेस। अरू केही गरेको छ कि छैन भनेर पढ्नुपर्छ क्वेसनमा हामीले है। अब यहाँ क्वेसनले हामीलाई के भनेको छ भन्दाखेरि चाहिँ यहाँ क्वेसनले हामीलाई अरू केही गरेको छ कि छैन भन्छ। जस्तै यहाँ मैले देखिरहेको थिएँ यहाँ हेर्नु त नम्बर 3 मा मैले 3 चाहिँ लास्टमा पढाउला है भनेको थिएँ नि। फिक्स एसेट्स कस्टिङ रुपिस 1,50,000 विल बी एक्वायर्ड एट द बिगिनिङ अफ द जनवरी। यो मात्र हेरौँ अहिले। अरू खासै मेन्टेनिङ क्यास ब्यालेन्स 25,000 इच मन्थ भनेको छ है। यहाँ जसरी पनि 25,000 पुऱ्याउनु पर्छ अरे। जनवरीमा तपाईँले 1,50,000 को सामान किन्छ भने जनवरीमा पैसा जान्छ भने यसलाई लेखिदिउँ यहाँनिर हामी पर्चेज अफ मेसिनरी भनेर। पर्चेज अफ मेसिनरी जनवरीमा कतिको किन्छ भन्दा 1,50,000 को किन्छ। यति तपाईँको यति नै हो। अब अरू केही खासै क्यासको कुरा गरेको छैन तिर्ने कुरा छ भने जोड दिने त्यस्तो केही खासै फरक पर्दैन। टोटल क्यास पेमेन्ट यो जोड्ने है। यसलाई तपाईँले यहाँनिर राख्नुहुन्छ अनि त्यसमा तपाईँ मिनिमम क्यास ब्यालेन्स जोड्नुहुन्छ। जतिसुकै क्यास पेमेन्ट भयो भने तपाईँलाई यति चाहिँ राख्नैपर्छ गोजीमा भनेपछि त यो राख्नु पर्यो नि त क्यास ब्यालेन्स। ल टोटल क्यास पेमेन्ट चाहिँ तपाईँको जनवरी फेब्रुअरी मार्चकै जोड्दै हुन्छ। यति जोड्दाखेरि तपाईँको 2,70,000 90 र 1,50,000 जोड्दा 5,10,000 आउँछ। चेक गर्नु है एकचोटि 5,10,000 आउँछ। अनि तपाईँको मिनिमम क्यास ब्यालेन्स चाहिँ 25,000 हुन्छ अरे क्वेसनमा लेखेको छ 25,000। यति जोड्दा 2,40,000 3,60,000 3,00,000 3,00,000 र 20,000 ले 3,20,000 भयो यहाँ। अब तपाईँ क्वेसनले मिनिमम क्यास ब्यालेन्स राख भन्छ 25,000 राख्नै पर्यो। मिनिमम क्यास ब्यालेन्स भने कम्पनीमा जतिसुकै पेमेन्ट भयो भने यति पैसा चाहिँ हुनै पर्यो भनेको हो नि त है 3,40,000। अब त्यस पछाडि यो जोड्दाखेरि 4,00,000 हुन्छ हेर्दै थाहा हुन्छ 4,00,000। अब मिनिमम क्यास ब्यालेन्स राख भन्छ 25,000। यति गर्दा हामीलाई पैसा तिर्नुपर्ने 5,10,000 भए पनि निडेड भनेर लेखौँ न। हामीलाई पैसा तिर्नुपर्ने चाहिँ यति मात्रै भए पनि यसलाई चाहिँ बी भनेर लेख्यौँ ल। भए पनि चाहिने चाहिँ 5,35,000 रहेछ। 5,35,000 3,45,000 अनि 4,25,000 हामीलाई पैसा चाहिने रहेछ। ल अब जति चाहिए पनि जे गरे पनि हामीले सरप्लस भयो कि डेफिसिट भयो पत्ता लगाउनु पर्यो। सरप्लस भयो कि डेफिसिट भयो पहिलो स्टेपमा त्यो पत्ता लगाऊँ।
औ माथि हेर्नु त जम्मा पैसा छ 5 लाख अनि चाहिएको चाहिँ 5,35,000 अरे यसलाई ए माइनस बी गरौँ ल यसलाई ए माइनस बी भनौँ 5 लाख माइनस 5,35,000 गर्दाखेरि तपाईँको 35,000 हुन्छ तर नेगेटिभ हुन्छ मतलब हामीले अझै पैसाले पुगेन 5,35,000 भने अब हामी के गर्छौँ भन्दा यसरी पुगेन भने हामी सापट्टि लिन्छौँ बोरिङ ठ्याक्कै 35,000 पुगेन भने हामीले सापट्टि कसरी लिने त भन्दा हामीलाई क्वेसनले यहाँ भनेको होला नि सापट्टिको बारेमा केही यो लास्ट लाइनमा लास्टको पढौँ फिक्स्ड एसेट्स costing 1,50,000 will be acquired at the beginning of January. The company has a policy of maintaining cash balance of rupees 25,000 each month. The company has entered into agreement with the bank for a soft loan at rupees 12% per annum to meet cash deficiency. The borrowing and repayment will be multiple of rupees 5,000. जतिसुकै पैसा ऋण लागे पनि जेसुकै भने तपाईँको तपाईँले पाउने पैसा भनेको चाहिँ 5,000 को मल्टिप्लाई पाउनुहुन्छ भने 5, 10, 15, 20, 25, 30, 35, 40, 45, 50 भन्नु खोजेको अब चाहिएको छ 35,000 अनि पाइन्छ कति भन्दा 25,000 पनि पाइन्छ 30,000 पनि पाइन्छ 35,000 पनि पाइन्छ 45,000 पाइन्छ अब चाहिएकै 35,000 छ भने त 35,000 लिउँ न ठिक्क होइन यसो गर्दाखेरि तपाईँको यहाँनिर बोरोइङ सक्यो भने तपाईँ बोरोइङ गरेपछि रिपेमेन्ट गर्नुपर्ने हुन्छ अहिले तपाईँहरू सँगसँगै सार्दै हुनुहुन्न त्यही भएर यसलाई चाहिँ के गरौँ भन्दा यसलाई इन्डिङ क्यास ब्यालेन्स लेखौँ यहाँ इन्डिङ क्यास ब्यालेन्स लेखौँ अब इन्डिङ क्यास ब्यालेन्स भनेको चाहिँ यो दुईटालाई एड सबट्र्याक्ट के गर्ने गर्ने प्लस मिनिमम क्यास ब्यालेन्स गर्ने भनेर मैले भनिरहेको छु 35,000 माइनस 35,000 0 प्लस मिनिमम क्यास ब्यालेन्स 25,000 भनेर अस्ति भनेको छ तपाईँहरूलाई अब यो जनवरीको इन्डिङ भनेको फेब्रुअरीको बिगिनिङ हो 25,000 हेर्नु है अब तपाईँ यो 25,000 मा यो सबै जोड्नुहुन्छ अब 25,000 प्लस 80,000 प्लस 1,60,000 प्लस 1,08,000 प्लस तपाईँको यति गर्दा कति हुन्छ होला त यो तपाईँको हुन्छ 4,53,000 हुन्छ यो 4,53,000 हेर्नु है अब यो 4,53,000 मा तपाईँ 3,35,000 घटाउनुहुन्छ यहाँ 3,45,000 घटाउनुहुन्छ है ए माइनस बी हो नि त तपाईँसँग पैसा छ अरे 4,53,000 अनि तपाईँले अब माइनस गर्नुपर्ने हुन्छ तपाईँले निडेड तपाईँलाई चाहिएको 3,45,000 भने तपाईँसँग 1,08,000 पैसा उब्रियो जब तपाईँसँग पैसा उब्रिन्छ नि तब समस्या हो जिन्दगीमा यस्तो नभए पनि क्यासमा चाहिँ यस्तो हुन्छ यो बजेटमा चाहिँ भने तपाईँले अघि लिएको ऋण छ नि त्यो तिर्नुपर्ने हुन्छ अब हेर्नु अब बोरोइङलाई तपाईँ तिर्नुहुन्छ रिपेमेन्ट भनेर रिपेमेन्टमा तपाईँ दुई थरीले तिर्नुपर्छ हेर्नु एउटा तपाईँ प्रिन्सिपल तिर्नुहुन्छ अर्को तपाईँ इन्ट्रेस्ट तिर्नुहुन्छ तिर्नु पर्यो नि त आफूले लिएको त इन्ट्रेस्ट अब तपाईँको बोरोइङ कति हो भन्नु त ऋण कति लिएको छ अघि ऋण 35,000 35,000 लिएको छ होइन त 35,000 लिएको छ भने त्यो पैसा तिर्नु पर्यो त्यो पैसा कति तिर्नुहुन्छ तपाईँ 35,000 लिएपछि 35,000 तिर्नु पर्यो होला नि पुग्छ नि 35,000 तिर्न होइन त पुग्छ भने 35,000 तिर्दिनु पैसा जति पुग्छ त्यति तिर्ने 35,000 मा अब कति त ब्याज ब्याज कति हो भन्दा 35,000 को सुन्नु है यहाँ कति पर्सेन्ट ब्याज भनेको छ अघि क्वेसनले थाहा छ तपाईँहरूलाई यहाँ झुकिन्छ यो क्वेसन गराउनुको रिजन यो इन्ट्रेस्ट हो 12% भनेको छ हो 12% मतलब तपाईँले अब 35,000 ऋण लिएको छ तपाईँसँग पैसा उब्रियो 1,08,000 अब तपाईँ त्यो 35,000 तिर्नुहुन्छ भने 35,000 को 12% अनि ऋण तिर्दाखेरि ब्याज काउन्ट गर्दा अब कति महिना भयो भन्नु त यो जनवरी र फेब्रुअरी गरेर तपाईँहरूले तिर्दाखेरि चाहिँ 2 महिनाको ब्याज तिर्नुपर्छ ल दुईचोटि काउन्ट हुन्छ यो के बुझिन्छ भने जनवरीको बिगिनिङमा लियो अनि फेब्रुअरीको इन्डिङमा लियो भन्ने बुझिन्छ होला यसरी मास्टर बजेटमा काउन्ट गर्दाखेरि यसरी गर्ने 2 महिनाको तिर्ने अब मैले यो 35,000 को 12% हो 2 महिनाको भनेर साँच्चै निकाल्नु बुझ्नु भने चाहिँ अर्को समस्या हुन्छ
तिर्नुभयो फेरि त्यसमा तपाईँ 700 ब्याज तिर्नुहुन्छ भने ब्याज त 300 रहन्छ रहेको मात्र होइन तपाईँले अघि मिनिमम त्यसो गरी तपाईँले 97,300 तपाईँसँग उब्रिने रहेछ यहाँनिर यहाँ झुकिनु होला है के अरे तपाईँहरूले गर्नुभएको यहाँ तपाईँसँग 1,08,000 रुपियाँ आयो यहाँ सरप्लस नआएको थियो भने टेन्सनै हुँदैन थियो हेर्नु ऋणमाथि ऋण लिन्थ्यो हामीलाई हिसाब त गर्नु हो नि खासै के गर्नु छ र यसमा होइन तर यहाँ सरप्लस आउने बित्तिकै तपाईँले अगाडि जुन बरो गर्नुभएको छ ब्याङ्कसँग त्यो पैसा तपाईँले तिर्नुहुन्छ तिर्दाखेरि 5,000को मल्टिप्लाईमा तिर्नु भनेको छ हामीलाई सरलक्कै यत्रो 1,08,000 छ मल्टिप्लाईसँग मतलब भएन भने जति पनि तिर्न सक्छौँ हामी किनकि हाम्रो ऋणै 35,000 हो 35,000 हामी तिर्दिन्छौँ पैसा नपुग्ने थियो भने हामी एउटा विचार गरौँला त्यस्तो खालको प्रोभर फेरि पनि आउँछन् अब 35,000 तिर्नको लागि तपाईँले यतिखेर त 35,000 मात्रै तिरेर भएन नि त त्यसको ब्याज पनि छ अरे 12%। 12% कसरी तिर्ने भन्दाखेरि चाहिँ 1 महिनाको तिर्ने होइन नि तपाईँहरू त खुसी भएर जनवरीदेखि फेब्रुअरी 1 महिना भन्ने हुँदैन यहाँ क्यास बजेटमा के एजम्सन हुन्छ भने ऋण लिएको चाहिँ सुरुमा हो तिरेको चाहिँ अन्तिममा भन्ने बुझिन्छ मतलब जनवरीको सुरुमा ऋण लियो अरे अनि फेब्रुअरीको अन्तिममा तिर्यो भने त 2 महिना भनेपछि 35,000को 12% 2 महिनाको ब्याज चाहिँ 700 हुन्छ त्यहाँबाट चाहिँ 35,000 इन्टु 12/100 इन्टु 2/12 गर्नु 700 हुनुपर्ने हो त्यति गरेर तपाईँको 97,300 आउँदैन तर जति आउँछ त्यसमा त हामी यो मिनिमम क्यास ब्यालेन्स जोड्छौँ नि त हामीले त्यो भनिरहेको छौँ एन्सर निकाल्नु मिनिमम क्यास ब्यालेन्स जोड्नुपर्छ भनेर अब 97,300 आयो यहाँको भने अब तपाईँहरू यहाँ पनि के गर्नुहुन्छ यहाँनिर मार्चमा गएर 97,300 लेख्नुहुन्छ अब फेरि यो क्यालकुलेट गर्नु यो क्यालकुलेट गर्ने बेलामा तपाईँहरूलाई 97,300 मा यो सारा संसार जोड्दाखेरि 5,65,000 क्यालकुलेट गर्नु तपाईँहरूले 5,65,300 आउँछ यो आयो 5,65,300 अब तपाईँसँग 4,25,000 रुपियाँ तपाईँले चाहिएको छ अरे तपाईँको पैसा उब्रियो उब्रियो भने तपाईँको 1,40,300 उब्रियो यहाँ हिसाब चाहिँ गर्नु ल क्यालकुलेटर चलाउने क्यालकुलेटरमा दोष नदेखाउने है मलाई यो तपाईँले गर्नुपर्ने कुरा हो म यहाँ गरिरहेको छु 1,40,300 अब 1,40,300 आयो भन्दैमा अब हामीले काहीँ ऋण छ हाम्रो छैन नि कसैलाई तिर्नुपर्ने छ छैन छैन भने तपाईँ 1,40,300 मात्रै तपाईँको पैसा होइन क्या तपाईँसँग यो पनि छ नि त 25,000 भनेपछि तपाईँले यहाँ लेख्नुहुन्छ कति 1,40,300 र 25,000 गर्दा कति हुन्छ हेर्नु है 1,65,300 हुन्छ जस्तो लाग्यो है मलाई हो 1,65,300 यही हो मास्टर बजेट अब यहाँभन्दा बढी केही पनि छैन यदि यति कुरा जान्नुभयो भने ठुलो कुरा जान्नुभयो है यसलाई एकदम ध्यान दिएर गर्नु अनि एकदम भनौँ अब यहाँ तपाईँहरूलाई केही कन्फ्युजन छ भने यसो मलाई मेसेज गर्न सक्नुहुन्छ नभए यसो इन्डिभिजुअली सोद्धा अहिले सोद्धा भइहाल्यो है